नेपाल आइडल सुरुवातदेखि नै निकै चर्चाको विषय बनेको छ। यो रियालिटी सो नेपालमा अहिले सबैभन्दा बढी हेरिने सोमा परेको छ। नेपाल आइडल भोटिङ राउन्डसम्म पुग्दा निकै प्रतिभावान सिङ्गरहरूको खोजी गरिसकेको छ। तर भोटिङ राउन्डबाट भने यो सोबाट एकपछि अर्को होनहार प्रतिभा बाहिरिन बाध्य भएका छन्, जसको कारणले नेपाल आइडलका दर्शक निकै दुखित भएका छन्। भोटिङ राउन्डबाट जनताको भोटको कमीले गर्दा अघिल्लो हप्ता प्रताप लामाले र यो हप्ता अफसर अलीले नेपाल आइडलको मञ्च छाड्नु पर्यो। यी दुवै प्रतिस्पर्धी नेपाल आइडलको टप 5 सम्म पुग्ने अनुमान गरिएका प्रतिस्पर्धी हुन्। तराईका दाजुभाइ अली ब्रदर्स नेपाल आइडलको अडिसनमा गोल्डन कार्ड पाउन सफल भएपछि सबैजनाको आँखा उनीहरूतिर थियो। अली ब्रदर्स मध्येबाट एकपछि अर्को धमाकेदार प्रस्तुति दिँदै लाखौँ फ्यान बनाउँदै अफसर अली टप 18 सम्म पुग्न सफल भएका थिए। उनका हरेक पर्फर्मेन्सको जजहरू निकै तारिफ गर्दथे। तर भोटिङ राउन्डमा उनलाई जनताले पर्याप्त भोट नगर्दा उनी नेपाल आइडलको मञ्च छोड्न बाध्य भए। आखिर अफसर अलीले किन भोट पाएनन्? कि नेपालमा राम्रो प्रतिभाले भन्दा नाता सम्बन्धले र चिन्जानले मात्र भोट पाउने हुन् त? के नेपालमा साँच्चै प्रतिभाको कदर नहुने हो त? एकजना तराईवासी नेपाल आइडलको टप 5 मा पुग्या भए त्यो नेपाल आइडलका दर्शक र नेपाल आइडलको लागि सुनमा सुगन्ध जस्तै हुने थियो। आदि यस्तै प्रश्नहरू गरिरहेका छन् अहिले दर्शकहरू। धेरै दर्शकहरूले अहिले युट्युब र सोसल मिडिया मार्फत अफसर अलीलाई वाइल्ड कार्ड इन्ट्रीबाट भए पनि फेरि नेपाल आइडलमा ब्याक गर्नुपर्ने भनी आवाज उठाइरहेका छन्। के यो सम्भव होला त? यदि सम्भव भएसम्म अफसर अलीलाई नेपाल आइडलमा ब्याक गराइयोस्। जे जस्तो भए पनि होनहार सिङ्गर अफसर अलीलाई हाम्रो युट्युब च्यानल भाइरल टिभीको तर्फबाट ब्राइट सिङ्गिङ फ्युचरका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ।